सो गाइज अब चाहिँ हामी भिडियो स्टार्ट गर्छौँ स्पाइडर म्यान किचन कसरी बनाउने त भनेरमा चाहिँ हामी भिडियो स्टार्ट गर्न थालेको छौँ। आज चाहिँ म यो सामान बनाइराख्दा चाहिँ हजुरहरूलाई पनि सिकाउनु मन पर्यो अनि एकदमै इजी पनि छ अनि एकदमै क्युट पनि भइराखेको छ। अनि म हजुरहरूलाई नयाँ कुरा के भयो भने त अभियसली पनि सिकाउँछु भनिराखेको थिएँ। आज म यत्तिकै फेरि भएको भए त मैले सिकाइ पनि हाल्छु, तर यो चाहिँ मलाई ठ्याक्कै अर्डर पनि आयो अनि म हजुरहरूलाई चाहिँ सिकाउनलाई मन पनि लाग्यो। सो सिम्पलमा स्पाइडरम्यान है त, जसको लागि चाहिँ हामीलाई 2.5 mm को हुक चाहिन्छ। यो स्टिच मार्कर पनि चाहिन्छ, यो वालाले चाहिँ घर गर्नुपर्ने हुन्छ। अनि हामी चाहिँ स्टार्ट गर्छौँ। सुरुमा रेड कलर बनाउँछौँ, यसरी म्याजिकिङ बनाउनु पर्ने हुन्छ। यसरी म्याजिकिङ बनाउनु पर्ने हुन्छ। ढिलो नगरी स्टार्ट गरौँ। यसको लागि चाहिँ सुरुमा यसरी चाहिँ म्याजिकिङ बनाउनु पर्ने हुन्छ। यो त मैले हरेकचोटि नै देखाइराखेको हुन्छु। अनि यसलाई चाहिँ हामीले यसरी सिंगल चेन लिनुपर्ने हुन्छ। 1 2 3 4 5 and 6 भयो। अब यो चाहिँ 6 चेनलाई चाहिँ हामीले यसरी सानोमा चाहिँ म्याजिकिङ बनाउनु पर्ने हुन्छ 6 चेनको ठाउँमा। अब चाहिँ हामी यहाँनिरबाट स्टिच मार्कर लगाउन स्टार्ट गर्छौँ। सिक्स को डबल चाहिँ हामीले 12 चेन लिन्छौँ यहाँबाट। यहाँसम्म चाहिँ 12 चेन भयो। अब चाहिँ यसरी मार्कर लगाउँछौँ हामीले। र अब चाहिँ हामीले गरेर यहाँ के घर नछोडिकन ग्र्याब गर्नुपर्ने हुन्छ यहाँनिर आएर। अब चाहिँ हामी चेन 1 अनि फेरि यहाँ डबल चेन गर्छौँ। अब फेरि सिंगल चेन, अब फेरि यहाँ डबल चेन, अब फेरि यहाँ सिंगल चेन, फेरि यहाँ डबल चेन। 12 चेनलाई चाहिँ त्यसरी गराउनु पर्ने हुन्छ। फेरि यहाँ सिंगल चेन अनि यसमा फेरि डबल, सिंगल, डबल, फेरि सिंगल अनि यहाँनिर आएर फेरि डबल। अरू चाहिँ हाम्रो 18 चेन भयो यो। अब चाहिँ यहाँनिर हामीले एन्ड गर्छौँ र यहाँनिर फेरि यसरी स्टिच मार्कर चाहिँ लगाउनु पर्छ। वन चेन, 2 चेन सिंगल है। अब फेरि डबल, वन चेन सिंगल, नेक्स्ट चेनमा पनि फेरि सिंगल अनि फेरि डबल। अबको राउन्डमा चाहिँ यस्तो हुन्छ। अब फेरि 1 अनि फेरि 2 सिंगल है। अब फेरि
1 मा पुगेर फेरि डबल, फेरि 1 सिंगल, अनि नेक्स्ट 1 मा पनि फेरि सिंगल, अनि नेक्स्ट मा पुगेर फेरि डबल, फेरि 1 सिंगल, फेरि 1 चेनमा पनि फेरि सिंगल, अनि नेक्स्ट चेनमा पुगेर फेरि हामी डबल, दुईचोटिसम्म लिन्छौँ के, अनि फेरि 1 मा सिंगल, अनि फेरि अर्को 1 मा पनि सिंगल, अनि अर्को 1 मा पुगेपछि हामीले यसरी डबल लिन्छौँ है। अब हामीले यहाँनिर मार्क लगाउँछौँ। अब फेरि नेक्स्ट चेनमा पुगेपछि हामीले 1 चेन सिंगल, फेरि 2 चेन सिंगल, 3 चेन सिंगल, अनि फेरि 4 चेनमा चाहिँ हामीले फेरि डबल, फेरि 1 चेन सिंगल, फेरि 2 चेन पनि सिंगल, अनि फेरि 3 चेन पनि फेरि सिंगल। अब चाहिँ 4 चेनमा पुगेपछि हामीले फेरि यसमा डबल, अनि फेरि 1 चेन सिंगल, अनि फेरि 1 चेन पनि लाइन सिंगल, अनि फेरि 1 चेन पनि सिंगल, 3 चेनलाई सिंगल, अनि 1 चेनलाई डबल, फेरि 1 चेन सिंगल, फेरि अर्को 1 चेन पनि सिंगल, अनि फेरि अर्को 1 चेन पनि सिंगल, 3 चेनलाई सिंगल गरी 4 चेनमा चाहिँ हामीले डबल गर्नुपर्छ है त। फेरि 1 चेन सिंगल, 2 चेन सिंगल, 3 चेन सिंगल, अनि 4 चेनमा चाहिँ हाम्रो डबल, बढी चाहिँ हामी चाहिँ घर बढाउँदै जाँदा चाहिँ हाम्रो घर बढ्छ। 1 चेन सिंगल, 2 चेन सिंगल, 3 चेन सिंगल, अनि यहाँनिर 4 चेन डबल, टोटली चाहिँ हाम्रो 30 चेन भएको छ। 1 2 3 4 5 6 7 8 9 10 11। टोटली चाहिँ हाम्रो 30 चेन भएको छ। अब 30 चेनलाई चाहिँ हामीले राउन्ड राउन्ड गरेर के पनि गर्नु पर्दैन, यसलाई चाहिँ सरासर गरेर चाहिँ एकैचोटि 4 राउन्डसम्म चाहिँ बुन्छौँ। यसरी के गर्नु पर्दैन, कन्टिन्यू सरासर बुनेर एकैचोटि हामीले 4 राउन्ड सरासर बुन्नुपर्छ है, घटी बढी केही गर्नु न। यहाँ चाहिँ टोटली भनेको 30 वटा चेन छ। 30 वटा चेनलाई चाहिँ हामीले घटी बढी केही पनि नगरेर सरासर 4 राउन्डसम्म बुनौँ है त। सो 4 राउन्डको कम्प्लिटली सरासर 4 राउन्ड बुन्दा चाहिँ यस्तो हुन्छ। अब चाहिँ हामी यो 4 राउन्ड लास्ट राउन्डमा चाहिँ आइसक्यो। मैले सरासर 3 राउन्डसम्म चाहिँ सरासर बुने। यो 4 राउन्डमा पनि अब सरासरै बुन्ने हो। 30 चेनलाई चाहिँ केही नगरेर सरासर हामी चाहिँ यसरी नै बुन्छौँ 30 चेनलाई। अनि त्यसपछि चाहिँ हामी यहाँनिर जोइनिङ भागमा चाहिँ जहिले पनि चिन्ह राख्नुपर्ने हुन्छ, नत्र भयो चाहिँ हाम्रो राउन्ड चाहिँ बिग्रिन्छ क्या। त्यही भएर चाहिँ यहाँनिर चाहिँ हजुरहरूले यसरी स्ट्रेच मार्कले चिन्ह लगाउनु पर्ने हुन्छ। अब चाहिँ हाम्रो कम्प्लिटली भयो 4 राउन्ड। 4 राउन्डमा चाहिँ हजुरहरूको यस्तो भयो। अब चाहिँ हामी यसलाई 1 चेन 2 3
3 चेन सरासर बुन्छु अनि 4 चेनमा चाहिँ 1 अनि फेरि यताको साइडको 1 गरेर चाहिँ हटाउँछु है फेरि 1 2 3 चेनमा यसो गर्यो 4 चेनमा फेरि यहाँनिर एक साइडको मात्र लेख्ने र अर्को चेनमा पनि एक साइडको मात्र लेख्ने अनि यसरी फेरि 1 2 3 चेनसम्म सरासर बुन्ने अनि फेरि 1 चेन 2 चेनले चाहिँ यसरी हटाइदिने है फेरि 1 2 3 चेनसम्म चाहिँ सरासर यसरी बुन्छु अनि 4 चेनमा फेरि यसरी एक साइडको घरलाई लिएर हटाइदिन्छु फेरि 1 2 3 चेनमा लिन्छु अनि फेरि 1 चेन यहाँको 1 चेन 2 चेनलाई चाहिँ यसरी ग्र्याब गरेर घटाइदिन्छु फेरि 1 2 3 यो 1 चेन र यो 1 चेनलाई लिएर यसरी ग्र्याब गरिदिन्छु है अब फेरि नेक्स्ट 1 चेन अनि फेरि 2 चेन अब 2 चेनलाई फेरि 2 चेन लेख्ने अनि फेरि अघिको जस्तै फेरि 1 चेन यसरी यता साइडबाट एक घर यता साइडबाट एक घर लिएर फेरि यहाँनिर ग्र्याब गरिदिने अनि फेरि 1 2 चेन लिन्छौँ अनि फेरि यहाँनिर 1 चेन लिन्छौँ अनि यहाँनिर 1 चेनलाई फेरि यसरी ग्र्याब गरिदिने अनि फेरि 1 चेन लिन्छौँ फेरि 2 चेन लिन्छौँ अनि फेरि 2 चेन पछाडि यसरी दुईवटा चेनबाट एक वटाको साइडको घर लिएर ग्र्याब गरिदिने 1 2 अब यो साइडको एउटा अनि यो साइडको फेरि एउटा घर लिएपछि यसरी ग्र्याब हुन्छ नि त यो 1 चेन 2 चेन अनि फेरि यहाँनिर एउटा गरेर दुईवटा चेनलाई एकैचोटि यसरी ग्र्याब गरिदिन्छु फेरि यहाँ 1 चेन यहाँनिर फेरि 2 चेन लिएपछि यहाँनिरको र यो यहाँनिरको चेनलाई एकैचोटि यसरी ग्र्याब गरिदिन्छु अब यो चिन्ह त लगाउनै पर्यो यहाँ यसरी अब फेरि नेक्स्ट चेनमा गएर 1 चेन लिन्छु फेरि नि सेम त्यही तरिकाले है सुरुमा चाहिँ 3 चेन लिएर गर्यो त्यसपछि 2 चेन लिएर गर्यो अब चाहिँ 1 चेन लिएर है 1 चेन यसरी लेख्ने फेरि अर्को चेनमा गएर फेरि यसरी ग्र्याब गरिदिने फेरि 1 चेन लिने अनि 1 चेनमा पुगेर फेरि यसरी ग्र्याब गरिदिने अनि 1 चेन लेख्ने अनि 1 चेनमा लिएर फेरि यसरी ग्र्याब गरिदिने फेरि पनि 1 चेन लिन्छौँ फेरि अर्को नेक्स्ट चेनमा गएर यसरी ग्र्याब गरिदिन्छौँ 1 चेन लिन्छौँ अनि फेरि नेक्स्ट चेनमा यसरी गएर हामी ग्र्याब गरिदिन्छौँ है अब चाहिँ यसमा हाम्रो टोटली चेन भनेको चाहिँ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 वटा चेन लाग्यो अब फेरि 1 चेन लेख्छौँ फेरि 1 चेनमा घर बढाउँछौँ 2 चेन लेख्यो है अब फेरि 1 चेन लिन्छौँ अनि 2 चेनमा फेरि हामी
यसरी कर्व गराउँछौँ फेरि 1 चेन लेख्छौँ नेक्स्ट चेनमा फेरि हामी यसरी नेक्स्ट चेनमा फेरि डबल चेन लिन्छौँ के दुईचोटीसम्म नभएको एक चेन लिएँ सेम ठाउँबाट फेरि एक चेन लिएँ फेरि यहाँनिर गएर फेरि 1 चेन लिएँ अनि यहाँनिर डबल चेन लिएँ फेरि यहाँनिर 1 चेन लिएँ अनि यहाँनिर डबल चेन लिएँ यहाँनिर 1 चेन लिएँ अनि यहाँनिर डबल चेन लिएँ अब चाहिँ हाम्रो यस्तो भइराखेको छ यो चाहिँ हामीले कटायौं अब चाहिँ यो पुरै भागलाई चाहिँ हामीले राउन्ड राउन्ड गरेर फेरि त्यसलाई चाहिँ राउन्ड राउन्ड गरेर अब यो घरलाई एउटा घरलाई पनि नछोडिकन सरासर राउन्ड राउन्ड गरेर यही नै बुन्छौँ है त सो यो चाहिँ फाइनल राउन्ड भयो अब चाहिँ म 3 राउन्डमा कम्प्लिट गरिसकेको छु हजुरहरु चाहिँ कन्टिन्यू 3 राउन्ड गर्नुभयो भने हुन्छ अब चाहिँ म 3 राउन्डसम्म यसरी सरासर के पनि नगरेर चाहिँ कम्प्लिट गर्छु यो सो 3 राउन्डसम्म चाहिँ म कम्प्लिट गरेँ अब चाहिँ ब्लू कलरको धागो राख्नुपर्छ यसमा 3 राउन्ड कम्प्लिट गरिसकेपछि अब चाहिँ यसमा चाहिँ हामी ब्लू कलरको धागो राख्छौँ अनि त्यसपछि one chain यो रेड कलरलाई चाहिँ काटिदिएको पनि हुन्छ है अब चाहिँ रेड कलरको अब चाहिँ यो ब्लू कलरकोलाई चाहिँ कन्टिन्यू ब्लू कलरले चाहिँ राउन्ड गर्छौं अब ब्लू कलर गरेपछि त यो उस राख्नु चाहिँ परेन सबै चिनिन्छ नि त यो यसरी चाहिँ 1 राउन्ड चाहिँ सो यहाँ चाहिँ हामी यसरी चाहिँ कम्प्लिट गर्छौं अब यहाँनिर चाहिँ चिन्ह राख्नु पर्यो फेरि ब्लू कलर अब चाहिँ हजुरहरुले चाहिँ यसमा चाहिँ रुई राख्नु पर्ने हुन्छ अब हजुरहरुसँग छ भने चाहिँ राख्दा हुन्छ है बुवावाला मसँग चाहिँ यो धागो छ यो धागो पनि एकदमै त्यही बनाइराखेको सफ्ट छ यो धागो पनि एकदमै सफ्ट छ यो धागो पनि अनि यसलाई चाहिँ म यसैलाई नै युज गर्छु के है यो धागोको टुक्राहरु चाहिँ हजुरहरुले चाहिँ राख्नु पर्ने हुन्छ यसरी चाहिँ मजाले रुई चाहिँ राखेर अब चाहिँ हामी स्टार्ट गर्छौं one single crochet, two single crochet and फेरि अघि 1 chain 2 chain one single crochet, two single crochet, one
one single crochet, two single crochet, and you one single crochet, two single crochet, same त्यही नै हो है प्रोसेस चाहिँ one chain, two chain and यसलाई एकचोटि grab one single crochet अब चाहिँ one single crochet लिँदा बित्तिकै फेरि यहाँबाट यसरी हट्छ अनि फेरि one single crochet and one and two हट्छ one single crochet, one and two and this भयो and one single crochet, one and two, one single crochet, one and two, one single crochet, one and two, one single crochet and one and two यो चाहिँ हाम्रो यसरी चाहिँ कम्प्लिटली हुन्छ अब यहाँनिर चाहिँ हामीले अब यहाँनिर चाहिँ हाम्रो एन्डिङ गर्ने बेला आइरहेको छ अब यसलाई चाहिँ हामीले यहाँ वरिपरि धागोलाई चाहिँ यसरी फिट गर्नुपर्ने हुन्छ तानेर यो चाहिँ मेरो आफ्नै आइडिया हो यसरी तानेर चाहिँ फिट गर्छौं अनि हामी एकैचोटि यहाँ तलबाट सिराएर अनि यो धागोको थामी लगभग अलमोस्ट कम्प्लिट भइसकेको छ अब चाहिँ हामी यसको सानो खुट्टा चारवटा खुट्टा बनाउनु पर्छ अनि आँखा बनाउँछु त्यसपछि चाहिँ लगभग हाम्रो चाहिँ एकदमै इजिली तरिकाले चाहिँ सकिन्छ यो म चाहिँ अलिकति मलाई यसरी गरेर अनि यसलाई चाहिँ यही भित्र नै राखिदिन्छु के सो गाइस अब चाहिँ हामी आँखा बुन्छौं आँखा रे यो खुट्टा बुन्छौं है यो वाला एकदमै हल्ला भएको कारणले चाहिँ म एकदमै माइक युज गरिराखेको छु मेरो माइकमा चाहिँ एकदमै डिस्टर्ब माइक घुमे गरेर डिस्टर्ब त भएन होला सायद अनि एकदमै ठुलो पनि राम्रो हुँदैन त्यही भएर चाहिँ म यतिको भने अब चाहिँ हामी खुट्टा बुन्छौं यो एउटा खुट्टा म हजुरहरुलाई बनाउने आइडिया चाहिँ सिकाउँछु कसरी बनाउने भनेर बाँकी चाहिँ हजुरहरुले बनाइहाल्नुहुन्छ सेक्सन लिन्छौं फेरि पनि अनि फेरि पनि यो सेक्सनलाई यसरी 1 2 3 4 5 6 सेक्सन लिन्छु अनि यो सेक्सनलाई चाहिँ यहाँनिर नै ग्याप गरिसकेपछि अब चाहिँ हामीले के पनि गर्नु पर्दैन सर सेक्सनलाई नै कन्टिन्यू 5 रोसम्म बुन्ने
1 chain, 2 chain, 3 chain, 4, 5 and 6. 6 chainलाई चाहिँ हामीले कन्टिन्यू 5 चोटिसम्म चाहिँ रिपिट गरेर बनाउँछौँ अलिक लामो जस्तो. 1 2 3 4 5 6 1 2 3 4 1 2 3 4 5 and 6. सो मेरो चाहिँ यो 1 2 3 4 5 5 रोसम्म चाहिँ मैले यो बनाएँ भने अब चाहिँ म यसलाई काटिदिन्छु. अब चाहिँ मलाई फेरि ब्लू कलर चाहिन्छ. वान यही 6 चेनलाई नै फेरि कन्टिन्यू यही 6 चेनलाई नै हामीले चाहिँ कन्टिन्यू बुन्यो. यो ब्लू कलरको धागोले पनि त्यति गाह्रो चाहिँ छैन क्या यो खुट्टा बनाउन चाहिँ. 6 चेनलाई कन्टिन्यू बुनेर 5 6 7 रोसम्म चाहिँ 5 सम्म चाहिँ रेड 6 7 2 रोसम्म चाहिँ ब्लू गर्नुभयो भने चाहिँ हाम्रो चाहिँ कम्प्लिटली चाहिँ सेक्सनसम्म चाहिँ घरि यो धागोहरूले निस्किन्छ भने चाहिँ यसलाई चाहिँ काट्नु हुँदैन. यसलाई यहीँभित्र नै राखिदिँदा हुन्छ. यसरी हामीले यसलाई पनि यहाँदेखि यसरी नै निकाल्छौँ. अनि सो यसै गरेर चाहिँ हजुरहरू चाहिँ 4वटा बनाउनु पर्ने हुन्छ. यो खुट्टा चाहिँ यो यस्तो खालको 4वटा बनाइसकेपछि म भेट्नेछु यता. यो चाहिँ मैले 4वटा बनाइसकेँ. अब चाहिँ हामी बनाउँछौँ आँखा. स्पाइडरम्यानको आँखा बनाउनु पर्यो नि त. अनि यो चाहिँ हामी बल्ल खुट्टा बनाएर सक्यौँ. यसरी चाहिँ खुट्टा गराउनु पर्ने हुन्छ. अब चाहिँ हामी यसको आँखाको लागि चाहिँ व्हाइट र ब्ल्याक धागो चाहिन्छ. म्याजिक रिङ जस्तो बनाउँछौँ. अनि यहाँनिरबाट फेरि यसरी धागो लिन्छौँ. र चाहिँ हामीले डबल हाफ लिनुपर्ने हुन्छ. 5 चेन 1 2 3 4 डबल हाफ लिनुपर्ने हुन्छ है. 4 एन्ड 5 चेन लिइसकेपछि हामी 2 चेन फेरि यहीँ बढाउँछौँ. अनि यसको ब्याक साइडबाट यसरी फर्किनुपर्ने हुन्छ. फेरि यहाँदेखि चेन लिन्छौँ. अनि यो अगाडिको चेनबाट नलिएर पछाडिको चेनबाट चाहिँ फेरि पनि 1 सेम ठाउँबाटै 2 अनि 4
फोरवटा चेनमा चाहिँ हामी सरासर सिङ्गल गराउँछौँ। 1 चेनमा मात्र डबल गऱ्यौँ। अरू बाँकी चेनहरूमा चाहिँ यसरी सिङ्गल लिन्छौँ। 3 and 4। अब चाहिँ हामी यसमा चाहिँ ब्ल्याक कलरको धागो पनि एड गर्छौँ। अब चाहिँ यो ब्ल्याक कलरको धागोको काम भनेको चाहिँ यहाँनिरबाट यसरी सिङ्गल क्रोसेट कट टिप्नु हो। वरिपरि यसरी एक घर पनि नछोडेर यहाँनिरको वरिपरि चाहिँ हामी यसरी घर लेख्छौँ। एकदमै इजी छ यो बनाउन पनि। यसको वरिपरिबाट चाहिँ यसरी धागो लिइसकेपछि लास्टमा जोइनिङ गर्ने बेलामा फेरि 1 चेन बढाइदिन्छु अनि मात्रै यहाँनिर चाहिँ जोइन गर्छौँ। सो हाम्रो चाहिँ यो आँखाको नानी पनि कम्प्लिट भयो। यसरी ब्याक साइडबाट तान्छु अनि यहाँनिर चाहिँ यसलाई यसरी अब चाहिँ हाम्रो अलमोस्ट सबै कुरा रेडी भइसक्यो। चेन पनि बनाउनु पर्ने हुन्छ। सो त्यसको लागि चाहिँ हामीले 70वटा चेन लेख्छौँ। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 हामी चाहिँ 70वटा चेन लेखेर चाहिँ हामी काटेर अनि यहाँनिर चाहिँ यसरी बराबर गरेर चाहिँ ग्लु जमाउनु पर्ने हुन्छ। अब चाहिँ कसरी जोइन गर्ने म सिकाउनेवाला छु है त।
सो फाइनली हाम्रो चाहिँ किचन कम्प्लिट भइसकेको छ होइन सक्नुहुन्छ कस्तो राम्रो छ यो चाहिँ हजुरहरूले किचन बनाउनु सक्नुहुन्छ गाइडहरूमा यसरी झुन्डाउनु पनि सक्नुहुन्छ यो चाहिँ मलाई अस्ट्रेलियाबाट आएको अर्डर हो चाहिँ मैले यो खालको भिडियोलाई ट्राई गर्न थालेको छु त्यसपछि चाहिँ म राउन्ड नेकको ट्युटोरियल पनि राख्नेछु स्टोरेज फुल भएर मेरो फोन यस्तो भएको छ कि त्यही भएर मलाई छिटो छिटो भिडियोहरू चाहिँ पोस्ट गर्नु छ अनि मैले चाहिँ अहिले 4वटा गरिसकेको छु मलाई चाहिँ 4वटा अर्डर आएको थियो कस्तो क्युट भएको छ भिडियो अन्तिमसम्म हेरिनु भएकोमा धेरै धेरै धन्यवाद अनि नबुझेको कुराहरू केही छ भने केही छैन इजिली छ यो चाहिँ त्यो 4वटा खुट्टा सेम डिजाइनले बनाएर जोइन गर्ने हो अनि आँखा बनाउने हो अनि यो साइडको राम बनाउने हो अनि कस्तो क्युट भएको छ है सो भिडियो अन्तिमसम्म हेरिनु भएकोमा धेरै धेरै धन्यवाद अनि मेरो च्यानलमा नयाँ हुन्छ भने मेरो च्यानल सब्सक्राइब गरिदिनु होला र छिटो छिटो मलाई पनि सब्सक्राइब गरेर मेरो पनि 50K सब्सक्राइबर पुऱ्याइदिनु भयो भने त्यसपछि चाहिँ मैले बल्ल राउन्ड नेकको भिडियो चाहिँ हाल्ने छु ट्युटोरियल भिडियो भन्दै आजको भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्टपट्टितिर दिन नबिर्सिनु होला भन्दै म भेट्ने छु अर्को राउन्ड नेकको भिडियोमा सो कस्तो क्युट भएको छ नि त ल ल ल Bye bye.